तपाईहरुलाई चाहिँ म देखाउँदैछु यहाँ फास्ट फुडमा आएको रहेछ हैन प्लास्टिकको राइस कस्तो हुँदो रहेछ भनेर एकपल्ट हेर्नुस् है तपाईले ल प्लास्टिकको राइस कस्तो हुँदो रहेछ भनेर तपाईलाई देखाउँछु म हेर्नुस् है अब यो त मैले अघि बनाएर राखेको दुईटा हैन अब यो पनि बनाउँदैछु हेर्नु यस्तो हैन हुँदो रहेछ क्या प्लास्टिकको राइस मैले त देख्नु त देखेको थिइनँ हैन तर पनि यस्तो हुँदो रहेछ यस्तो गर्नुपर्ने छ तपाईले खासमा चाहिँ यस्तो गर्नुस् हैन राइसलाई पकाएर एकछिन राख्नुस् एकछिन राखेर चाहिँ तपाईको हातमा यस्तो गर्नुस् क्या बिस्तारै 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 खेलाउनुस् हैन बिस्तारै खेलाउँदै जानुस् छिनिहाल्दो रहेछ क्या प्लास्टिकको राइस चाहिँ अलग्गै अर्कै खालको हुन्छ रहेछ नि त यहाँ हेर्नुस् न अब अर्कै खालको छ कस्तो मजाले हाततिर कस्तो च्याप च्याप राखिन्छ हेर्नुस् है